अब हाम्रो यो क्वेशनमा के छ भने यस्तो छ है द एरिया अफ बेस अफ सिलिन्ड्रिकल ट्रायंगल इज 616 सेमी स्क्वायर यो एरिया बेस भनेको हाम्रो यो तलको अथवा यो माथिको भने सम्झिने यो बेस भनेको सर्कल हो त्यही भएर सर्कलको अनि हाइट हामीलाई दिएको छ किन है अब यो दिएको छ भने अब जहिले पनि हामीलाई यो एरिया बेस दिएको छ भने सर्कल हो योबाट हामीले पहिला रेडियस निकाल्नु पर्छ हामीलाई यहाँ निकाल भने त रेडियसै भनेको हो किन है त्यही भएर पहिला दिएको लेख्ने हाइट अफ सिक्सर लेखिन्छ सिएम एरिया बेस हाम्रो दिएको छ 616 अनि एरिया बेस बराबर यो लेखिसकेपछि अब एरिया बेस सर्कल हो सर्कल पाई r स्क्वायर अनि पाइको भ्यालु राख्यो 22/7 इन्टु r स्क्वायर अनि हामीले क्याल्कुलेसन गर्दा r स्क्वायर बराबर यसलाई उता लैजाँदा के भयो 7 चाहिँ मल्टिप्लाई हुन गयो 22 चाहिँ डिभाइड हुन गयो है यो तल अपरमा देख्दै मल्टिप्लाई यो मल्टिप्लाई हुँदै उता जाँदा डिभाइड मा गयो अनि यसलाई हामीले क्याल्कुलेसन गर्दा 196 भयो अब यो r स्क्वायर मा भएको हुनाले यसको स्क्वायर रुट निकाल्न नभुल्नु फेरि राख्ने पनि मिस्टेक भइहाल्छ है अब r स्क्वायर भएपछि अब यसको पनि स्क्वायर रुट निकाल्ने 196 भनेको 14 को स्क्वायर हो स्क्वायर स्क्वायर कट्यो r बराबर पोटेन्शियल चाहिँ हाम्रो के आयो रेडियस आयो किन है अब यो आइसकेपछि अब किनभने हाम्रो एज हाम्रो आइसकेको छ हाम्रो एज आइसकेको छ अब हाम्रो स्पेसियल ट्याग भनेको फर्मुला 2πrh 2 पाइ भनेको 22/7 इन्टु r भनेको हाम्रो आएको छ 14 त्यही राखिदियो 14 इन्टु s भनेको 360 अब 7 ले 14 लाई काट्यो 2 अनि सबै मल्टिप्लाई गर्दा आयो हाम्रो 31680 cm स्क्वायर एरिया भनेको स्क्वायर युनिट cm स्क्वायर अनि एरिया आउँछ अन्त भोल्युम अफ ट्याङ्क भनेको पाइ r स्क्वायर h i को भ्यालु राख्यो अनि r स्क्वायर भनेको 2 र r को भ्यालु इन्टु s भनेको s भइगयो अब यसलाई क्याल्कुलेसन गर्दा भोल्युम आयो कति 2,21,760 cm हैन अब हामीलाई क्वेशनले भनेछ कस्ट निकाल्नु छ कस्ट अफ वाटर निकाल्नको लागि हामीलाई पहिला क्यापेसिटी अफ वाटर निकाल्नु पर्छ मतलब योमा कति पानी आउने त्यो चाहियो नि त्यही भएर हामीले पानीको मात्रा निकाल्नलाई क्यापेसिटी अफ वाटर निकाल्छौं क्यापेसिटी अफ वाटर निकाल्ने बेलामा cm मा छ भने डिभाइड गर्ने 1000 ले पनि यहाँ देखाइदिएको छु 1000 cm की बराबर 1 लिटर 1 cm की बराबर कम हुने भएकोले 1/1000 भयो डिभाइड मा गयो त्यसले हाम्रो भएको भोल्युम भनेको यति हो नि त्यही भोल्युम को हामीले भ्यालु निकाल्न के गर्छौं 1/1000 अब 1 cm को भन्दा यो cm को धेरै हुने भएकोले मल्टिप्लाई गरे र मल्टिप्लाई गर्दा यसको हाम्रो टोटल क्यापेसिटी आयो 2 to 1.760 लिटर हैन अब हाम्रो पानी चाहिँ यति अट्यो पानीको क्षमता है अब हामीले पैसा निकाल्न छ कस्ट अफ वाटर भनेको 1 लिटर भनेको 75 पैसा अब हाम्रो जो भोल्युम आको क्यापेसिटी अफ वाटर छ जति पानी छ नि लिटर त्यसले निकाल्दा मल्टिप्लाई गर्दिने र पैसामा भएको हुनाले 100 ले डिभाइड गर्ने किनभने 1 रुपैयाँमा 100 पैसा हुन्छ अब हामीले यसलाई क्याल्कुलेसन गर्दा हाम्रो आयो 166.32 रुपैयाँ त्यही भएर त्यो सिलिन्डरमा अट्ने पानीको मूल्य भनेको हाम्रो कति भयो त 166 रुपैयाँ 32 भयो भनेको जार सम्झिने हैन त्यही जार जस्तो